भिजा वेट पिरियड चाहिँ 7 विक्सको भनेर चाहिँ न्युजिल्यान्ड इमिग्रेसनले चाहिँ सार्वजनिक गरिसकेको छ आज। र उहाँहरूले के पनि सजेस्ट गर्नुभएको छ भने तपाईँको ट्राभल डेट या कोर्स स्टार्ट डेट भन्दा चाहिँ 3 मन्थ्स अगाडि नै भिजा अप्लाई गर्नुहोस् भनेर पनि सजेसन गरिसक्नु भएको छ। अब तपाईँले मानिलिउँ नोभेम्बर इन्टेकको लागि प्लानिङ गर्दै हुनुहुन्छ भने हामीसँग थुप्रै कलेजेस र युनिभर्सिटिजहरू छन् जहाँ चाहिँ तपाईँले कोर्स पाउन सक्नुहुनेछ नोभेम्बरको लागि पनि। यदि तपाईँको प्रोफाइल रेडी हुँदैछ भने पनि अप्लाई गर्न मिल्यो। तर हामीले चाहिँ नोभेम्बर इन्टेकको लागि भिजा अप्लाई चाहिँ समवेयर अराउन्ड अगस्ततिर गऱ्यो भने चाहिँ सुड बी फाइन भनेर चाहिँ उहाँले सजेस्ट गर्नुभएको छ प्रायर टु 3 मन्थ्स। न्युजिल्यान्ड अप्लाई गर्दा ध्यान दिनुपर्ने कुराहरू भनेको तपाईँको एकाडेमिक ब्याकग्राउन्ड, करेन्ट वर्क एक्सपिरियन्स र फ्युचर करियर प्लान अलाइन छ कि छैन, तपाईँको कुनै पनि कन्ट्रीको भिजा रिजेक्सन भएको छ र तपाईँले न्युजिल्यान्ड अप्लाई गर्नुभएको छ भने पहिला पढ्दा अप्लाई गरेको प्रोग्राम र अब अप्लाई गरेको न्युजिल्यान्डको प्रोग्राम अलाइन छ कि छैन, तपाईँको एकाडेमिक ब्याकग्राउन्ड, फाइनेन्सियल क्यापासिटी जसले चाहिँ एफटिएस फन्ड ट्रान्सफर स्किमलाई पनि मिट हुने गरी फाइनेन्सियल एरेन्जमेन्ट छ कि छैन, र तपाईँले पढ्न जाने लोकेसन, कलेज, युनिभर्सिटी, प्रोग्रामको नेचर, तपाईँ एज अ बोनाफाइड स्टुडेन्ट प्रुभ हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ मजाले उहाँहरूले चेक गर्नुहुन्छ। र साथै इन्टरभ्यू आउने पनि चान्सेस छ। इन्टरभ्यूमा कस्ता क्वेसन सोधिन्छन् भन्ने कुरा पनि म्याटर गर्दछ। तपाईँको यदि वर्क एक्सपिरियन्स देखाउनु भएको छ, काम गरिरहनु भएको छ भने वर्कसँग रिलेटेड कुराहरू पनि म्याटर गर्छ। सो यो सबै कुराहरू चाहिँ परामर्श लिनको लागि न्युजिल्यान्डको एप्लिकेसन अब हाम्रो नोभेम्बर इन्टेकको लागि फोकस भइसकेको छ। सुनर द बेटर, स्टडी एन्ड इन्टरनेसनल